हे भगवान, यो खबर सुनाउँदा पनि मेरो मुटु कामिरहेको छ। 2 वर्षपछि बिपिनको वास्तविक अवस्था सार्वजनिक भएको छ। इजरायल सरकारले अघि 20 मिनेट अगाडि मात्रै बिपिन जोशीको निधन भएको भनेर पुष्टि गरेको छ। हिजो हमासले फिर्ता गरेका 4वटा पार्थिव शरीरमध्ये 1 जना बिपिन रहेको भनेर इजरायली सैनिकले आफ्नो आधिकारिक एक्समा यो विवरण उल्लेख गरेको छ। हिजो 4वटा पार्थिव शरीर आइसकेपछि त्यसको डिएनए परीक्षण भएको थियो र अघि केही बेर अगाडि मात्रै एउटा पार्थिव शरीर बिपिनको हो भनेर पुष्टि भएको छ र उनको पार्थिव शरीरलाई परिवारलाई बुझाउने र नेपाल पठाउने तयारी भइरहेको छ। खास गरी 2 वर्ष अगाडि अक्टोबर 7, 2023मा इजरायलमा पढ्न र कृषिको अध्ययन गर्न पुग्नुभएका बिपिन जोशी हमासको नियन्त्रणमा पुग्नु भएको थियो। त्यसपछि उनको अवस्था थाहा थिएन, अज्ञातै थियो। तर आज इजरायली सैनिकले चाहिँ उनी हमासको नियन्त्रणमा पुगेको 1 महिनामै उनको निधन भएको, ज्यान गएको भनेर पुष्टि गरेको छ। अब के कसरी ज्यान गयो त्यो यकिन भइसकेको छैन। थप विवरणहरू आउन बाँकी नै छ। तर म यहाँनिर भन्न चाहन्छु, बिपिन, हामीलाई माफ गरिदेऊ। सायद हाम्रो तागत पुगेन होला तिमीलाई जीवित फर्काएर ल्याउने, तर पनि हामी आम नेपाली जनताले तिमी सकुशल घर फर्कियोस् भनेर निकै धेरै कामना गरेका थियौँ। र हामी बिपिनकी बहिनी पुष्पा र आमा र सिङ्गो परिवारसँग पनि माफी माग्न चाहन्छौँ। सायद हामी कहीँ न कहीँ चुक्यौँ होला बिपिनलाई सकुशल घर फर्काउनको लागि। तर बहिनी पुष्पा, तपाईँले पछिल्लो 2 वर्षमा जुन कुरा गरेर देखाउनु भएको छ आफ्नो दाइलाई फिर्ता ल्याउनको लागि, तपाईँले एउटा बहिनीको नाताले सबै कोसिसहरू गर्नुभयो। तपाईँ जस्तो बहिनी हरेक दाइहरूलाई, हरेक भाइहरूलाई परोस्, तपाईँ जस्तो चेली। र अहिले आफ्नो दाइलाई तपाईँले सकुशल फिर्ता ल्याउन नसके पनि नेपालमा थुप्रै दाइ दिदीबहिनीहरू हुनुहुन्छ। तपाईँको त्यो स्ट्रेन्थ तपाईँले देशको लागि पनि खर्च गर्न सक्नुहुन्छ। हामी बिपिनको आत्माको चिर शान्तिको कामना गर्दछौँ। बिपिन, तपाईँको स्वर्गमा बास हो।